सर्वप्रथम हामी यसरी एउटा भिडियो ओपन गर्छौं र भिडियो ओपन गरे मैले। अब यहाँ माथि हेर्नुस् त यहाँ चाहिँ एउटा क्यापकटको एउटा लोगो आउँछ हैन। त्यस पछाडी यसरी गयौं भने यहाँनिर पनि के आउँछ क्यापकट भनेर एउटा लोगो आउँछ। अब यिनी लोगोहरु चाहिँ कसरी हटाउने म तपाईलाई भन्छु है त। पहिला हामीले यहीबाट भिडियो ओपन नगर्दै मीमा गएर आफ्नो प्रोफाइलमा गएर यहाँ माथि एउटा सेटिङको एउटा अप्सन छ। यो सेटिङको अप्सनमा यसरी क्लिक गर्ने। त्यसपछि यहाँ तल के छ त भन्दा एड डिफल्ट एन्डिङ भनेर एउटा यो अप्सन अन भएको छ। यसलाई चाहिँ यसरी डिस्कार्ड गरिदिनु भयो भने यो चाहिँ अफ हुन्छ। यसले गर्दा चाहिँ लास्टमा आउने लोगो चाहिँ हट्छ। यसले गर्दा लास्टमा आउने लोगो चाहिँ हट्छ। फेरि अब म यहाँ गएर एउटा न्यू प्रोजेक्टमा एउटा भिडियो ल्याए। अब यहाँ माथिको त यताको त आइराको छ तर लास्टको भने हट्यो। तर अब यहाँ माथिको पनि हटाउनु छ भने के गर्ने त भन्दा अब हामीले पहिला भिडियो काटकुट पारेर रेडी बनाएर अब एक्सपोर्ट गर्ने बेलामा यहाँ यता एक्सपोर्ट भन्ने छ नि माथि, त्यो भन्दा यतापट्टि यहाँ चाहिँ के छ यो रेजुलेसन मिलाउने हो हैन। रेजुलेसन कति बनाउने भनेर यसको तल हेर्नुस् त यहाँ वाटरमार्क भनेर छ कि छैन, छ हैन। वाटरमार्क भनेर यो वाटरमार्कलाई यहाँ क्लिक गरेर यता भिजिबल देखाएको छ, यसलाई चाहिँ हिडन बनाउने हो, यसलाई चाहिँ लुकाउने हो। वाटरमार्क के भयो त हट्यो। अब चाहिँ एक्सपोर्ट गरेर भिडियो एक्सपोर्ट गर्न सकिन्छ। यसरी चाहिँ क्यापकटको वाटरमार्क अथवा लोगो भनौं त्यो चाहिँ हटाउन सकिन्छ है त।